झापा 5 मा को जित्ला भनेर यस नो क्वेसन गरिरहनु जरुरी छैन। विजय निश्चित देखेर झापा 5 मा बालेन्द्र शाह उम्मेदवारी दिन जानु भएको हो। जित्दैन ओलीले त। तपाईले यति भन्दा भन्दै ओलीले जिते भने चाहिँ के हैन जित्नुहुन्न लेखेर दिन्छ ओली जित्नुहुन्न। झापा 5 मा त सुनिश्चित छ बालेन्द्र प्रधानमन्त्री, त्यो भावी प्रधानमन्त्री, युवा, त्यो चाहिँ स्वतः छ, त्यसमा कुनै डाउटै छैन। यो पार्टी सामाजिक सञ्जालमा मात्रै छ भनिरहनु भएको छ, समाजमा छैन रे, समाजमा छैन भन्ने कुरा निर्वाचन परिणामले देखाउँछ कि देखाउँदैन उहाँहरूलाई प्रतीक्षा गर्न म भन्छु। मनमा आफ्नो रगतमा बालेनको फोटो खिचिसकेका छन् र गएर अब घन्टीमा छाप हान्नु मात्रै बाँकी भएर बालेन शाह, रवि लामिछाने हुनुहुन्छ नि त, उहाँहरूले पक्कै पनि यो देशको लागि चाहिँ कुनै न कुनै परिवर्तन ल्याउनुहुन्छ भन्ने एउटा हामीले आश गरे त हो नि। अबको आवश्यकता भनेको देशलाई पहिलाको भन्दा फरक स्वाद चाहिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले देशैभरिबाट बहुमत ल्याउनुपर्छ, भ्रष्टाचारीहरूलाई जेल खोज्नको लागि आधार यही हो। अब अहिले यो नयाँ घन्टीले गर्दै आएको व्यवहार हेरेर व्यवहार विश्लेषकहरूले त यो राष्ट्रिय स्वतन्त्र पार्टी भन्ने नै बिलाएर जान्छ, यसले समाजको नेतृत्व गर्न सक्दैन भनेर पटक विश्लेषण लामा लेखहरू, लामा अन्तर्वार्ताहरू दिनुहुन्थ्यो। आज राष्ट्रिय स्वतन्त्र पार्टी सबैको मन मस्तिष्कमा बसेको लहर हेर्दा सोसियल मिडियाको त दुई तिहाई नै देखिन्छ, तर बुथसम्म गएर हेर्दाखेरि हामी बहुमत आउने आकलन हामीले गरिरहेछौँ। झापा लाल किल्ला भनिन्छ। लाल किल्ला त कसैको समय कुनै समय कसैको लाल किल्ला होला, कसैको के होला, विरासत होला, तर ती लाल किल्ला विरासतहरू क्रमशः भत्किँदै जान्छन्। लाल किल्ला यो किल्ला भन्ने भन्दा पनि हामीले यो देशलाई प्रविधिको किल्ला बनाउनुपर्छ। लाल किल्लामा अब लाल किल्ला भने कि लाल घन्टी, अब निलो क्रान्ति हुन्छ त्यहाँ। उहाँहरू सबैजना डराइरहनु भएको छ कि किन डराइरहनु भएको छ भने आरोप लगाइदियो भने त यिनीहरूको उथुल पुथुल बनाइदियो भने त मान्छे बिथोलिन्छन्। निर्वाचनमा सबैलाई नत्थी लगाएर निर्वाचनको मतदानको माहौलमा ल्याउने 5-6 महिना त भयो जेन्दी आन्दोलन भएर केपी प्रधानमन्त्री नहुनु भएको, उसलाई नै लाज लाग्नुपर्ने भोट माग्नु जस्तो लाग्छ क्या मलाई त। झन्डा जलाउने काममा हाम्रो संस्थागत संलग्नता छैन, हाम्रो सदस्यहरूको संलग्नता छैन। फेरि खोजेको छ रे केपीले। होइन खोजेको छैन, त्यो भ्रम हो। खोज्नै हुँदैन जनताले। बालेनलाई प्रधानमन्त्रीको रूपमा यसकारण पनि उभ्याउन सक्छौँ कि त्यहाँका जनता, आम नागरिक, शुभेच्छुकहरू चाहिँ स्वतःस्फूर्त बालेनजी घर आइपुगे पनि नपुगे पनि चाहिँ उहाँलाई निर्वाचित गरेर सदनमा पठाउनको निमित्त पुरै तयार भएर बस्नु भएको छ। उहाँले जे गरिरहनु भएको छ, रासोपाको जनमत बढाउने काम गरिरहनु भएको छ। उहाँहरूले मारेको, उहाँहरूले नै कुनै गिरो लाउनु भयो भने उहाँहरू त सरकार हुनुहुन्थ्यो नि त। रासोपा ग्राउन्डमै छ तर प्रतिकार गर्दैन भनेर आकलन गर्न सक्ने के को गृहमन्त्री? त्यो गृहमन्त्री त मलाई त रमेश त लेखक त झन् एकदम घोर आएपछि उनीहरूलाई कारबाही नै हुनुपर्छ। घन्टीमा मतदान गर्न अत्यन्तै तीव्रताका साथ प्रतीक्षा गरिरहनु भएको। बालेनको सिद्धान्त भनेको काम गर्ने सिद्धान्त हो, कम बोल्नुहुन्छ उहाँ होइन।